Hi guys, welcome back to my another episode of my mini blog. आज चाहिँ म तपाईहरुलाई सिमसारको भिडियो हाल्दैछु। यो चाहिँ वेलकम गेट थियो सिमसारको हैन। त्यहाँबाट भित्र छिर्ने बित्तिकै चाहिँ यस्तो राम्रो जंगल पनि पाइन्छ। यो चाहिँ एउटा पिकनिक स्पोट हो। उदयपुरको सिमसार भन्ने ठाउँ हो हैन। हामी चाहिँ सिन्धुलीबाट उदयपुर चाहिँ हाम्रो अफिसको टिमहरु सबैजना मिलेर चाहिँ हामी पिकनिक गएको थियौं। त्यो बेलाको भिडियो हो। अनि मलाई चाहिँ त्यहाँनिर चाहिँ एकदम रमाइलो लाग्यो कि अब तराई जस्तो ठाउँमा पनि एउटा यस्तो सानो एउटा पार्क भयो भने चाहिँ मान्छेहरुलाई चाहिँ ट्राभल गर्ने टाइम स्पेन्ड गर्ने ठाउँ हुन्छ नि त। अझै यहाँनिर चाहिँ अझै व्यवस्थित गर्नको लागि चाहिँ त्यो पिकनिकको लागि खानेकुराहरु बनाउने ओर्ने ठाउँहरु पनि ठाउँमा राखिदिनु भएको थियो। त्यो पनि एकदमै खुसी लाग्यो। रमाइलो रहेछ ठाउँ चाहिँ। हजुरहरु को जानु भएको छ यहाँ जानु भएको छ भने चाहिँ कमेन्ट गर्नुस्। जानु भएको छैन भने चाहिँ फेरि एकचोटी चाहिँ जानु होला है त। त्यतै नजिकै हुनुहुन्छ भने चाहिँ। अनि त्यसपछि मैले एउटा मेरो सानो बर्थडेको भिडियो पनि हालेको थिएँ। यो बर्थडे चाहिँ मलाई दिदीहरुले सबैजनाले चाहिँ केक काट्दिनु भएको थियो। एकदमै खुसी लाग्यो, रमाइलो लाग्यो। थ्यांक यू सबैजनालाई यति राम्रो मेमोरी दिनुभएकोमा। विशेष गरी चाहिँ दिदी दाइलाई धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि मेरो चाहिँ बर्थडे राम्रोसँग मनाइयो। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा थ्यांक यू फर वाचिङ। बाइ बाइ।